हामी बिस्तारै बिस्तारै कलाको कार्यक्रममा हामी अघि बढिरहेका छौँ र सबैलाई हामी आग्रह गर्न चाहन्छौँ आस्ते आस्ते आएर सबै खदा अर्पण गरिदिने आग्रह गरिरहेको छ र 2577 बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा यो 3 दिवसीय जुन दोमङ पाठ आज यो पहिलो दिन र उपस्थित जन्मै हाम्रो धर्मप्रति आस्था र विश्वास राख्ने हामी सबै धर्मावलम्बीहरूलाई हामी छेवाङ नरपुर सोइलिङ गुम्बाको तर्फबाट तपाईँहरूलाई न्यानो अभिवादनलाई सफल बनाउनुको निम्ति र विशेष हाम्रो हामी सबै आयोजक समिति लगायत गुम्बा छेवाङ नरपुर सोइलिङ गुम्बाको तर्फबाट हामी कार्यक्रम हुनु गइरहेको छ यो सम्पन्न हुनु गइरहेको छ छोटो एउटा संक्षिप्तमा एउटा जानकारी दिनुपर्दा इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रा सेन्ट्रल डुवर्स पार्टीका लोपेन्ला धर्मगुरु आचार्य साङ्गी सोनन्सु हुनुहुन्छ उहाँ चाहिँ है। उहाँ चाहिँ 2004 सालमा चाहिँ उहाँ चाहिँ नामडिलिङ मैसुरको गोल्डन टेम्पल भन्छ नामडिलिङ मोनेस्ट्री नामडिलिङ गुम्बामा चाहिँ त्यहाँनिर चाहिँ उहाँले गएर चाहिँ 2004 देखि नै अध्ययन गरेर पढाइ गरेर स्कुल सकेर कलेज गरेर चाहिँ 2019 मा चाहिँ उहाँ त्यहाँदेखि चाहिँ लुपेन पास भएर आचार्य पास गरेर उहाँ हाम्रो यहाँ सेन्ट्रल डुवर्समा फेरि पाल्नु भएको थियो र आचार्य पास गरेर मात्रै नभएर चाहिँ उहाँले आचार्य पास गरेको उहाँको डिग्रीको उसमा उहाँले थुप्रै जग्गामा टिचिङहरू प्रोफेसर भयो प्रिन्सिपलको रूपमा उहाँले पढाइहरू गरिरहनु भएको छ। अहिले पनि फिलहाल उहाँ अहिले केही आवश्यकता कतिवटा काम परेर चाहिँ अहिले उहाँ आफ्नो यता घर आँगनमा आउनु भएको हो तर भने चाहिँ उहाँ चाहिँ नेपालमा हुनुहुन्छ है। नेपालमा अहिले त्यो प्रिन्सिपल गराउनु हुँदैछ स्कुलमा पढाउनुहुन्छ है प्रिन्सिपल। अनि त्यसैले गर्दाखेरि चाहिँ हाम्रो गाउँघरमा चाहिँ अब लोपेन्ला आउनु भनेको एकदम भाग्यको कुरो हो। त्यसैले गर्दा तपाईँहरूले यो एकदम धार्मिक मौकालाई तपाईँहरूले नगुमाउने नउयो गर्ने तपाईँलाई शान्त भएर उहाँले भनेको सम्पूर्ण यो शुद्ध वचनहरू तपाईँहरूले सुनिदिने है। र अहिले फिलहाल चाहिँ उहाँले अझै पनि पिएचडी गरिरहनु भएको छ पढाइ गरिरहनु